कन्टेन्ट क्रिएसन गर्नको लागि साथीहरू तपाईहरूलाई राम्रो क्यामेरा नै चाहिन्छ, राम्रो माइक्रोफोन नै चाहिन्छ, सुटिङ गरे जसरी नि गर्नुपर्छ भन्ने छैन साथीहरू। मजाले यसरी क्यामेरा तेर्साएर मजाले बोलिदिनुहोस् न। कन्टेन्ट क्रिएसन यही भयो नि। तपाईसँग भएका क्षमताहरू, गीत गाउनु सक्नुहुन्छ, कला देखाउन सक्नुहुन्छ, कमेडी गर्न सक्नुहुन्छ भने त्यस्ता कुराहरू पनि देखाउनुहोस्। र कसैलाई डुइट गर्न सक्नुहुन्छ, कसैले रियाक्ट गर्न सक्नुहुन्छ भने त्यो पनि गर्नुहोस्। सामाजिक सञ्जालमा हरेक कुराहरू चल्छ साथीहरू, तर भाइरल हुन न्युमा चाहिँ तपाईँ हामी नकारात्मक कुराहरू गर्नु हुँदैन है। नकारात्मक कुरा गर्ने, एक अर्का बीच दोषारोपण गर्ने आदि इत्यादि गर्ने कामहरू बन्द गरौँ। तर सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएसन गर्दाखेरि तपाईँ हामी मजाले बोल्नुपर्छ, बोल्न सक्ने क्षमता निर्माण गर्नुपर्छ। अब आजभोलि जे आउँछ त्यही बोलिदिने क्या, तर फेरि छाडा चाहिँ होइन क्या साथीहरू। राम्रो कुराहरू, मजाले सकारात्मक कुराहरू गर्नुपर्छ। एक दिन न एक दिन राम्रो हुन्छ साथीहरू। यो कुराहरू तपाईँ हामीले बुझ्नुपर्छ।